नमो रत्नत्रयाय फापुला। हामीले योभन्दा अगाडि मणि वितराग, गोकर्ण वितराग र किलेश्वर वितरागको बारेमा सामान्य चर्चा गरिसकेका छौँ। आज चाहिँ हामी यो कुम्भ वितराग अर्थात् कुम्भेश्वर वितराग वैतरागको बारेमा चर्चा गर्न गइरहेका छौँ। स्वयम्भू पुराणमा चारुगिरो तृतीयश्च कुम्भतीर्थ चतुर्थक अर्थात् कुम्भतीर्थ चाहिँ चौथो हो, वितराग मध्येको चौथो चाहिँ कुम्भतीर्थ हो भनिएको छ। स्वयम्भू पुराणको अनुसार यो एउटा महत्त्वपूर्ण पाटो छ। एउटामा चाहिँ भगवान बुद्धले मैत्री बोधिसत्वलाई चाहिँ आज्ञा गर्नुभएको कुरा स्वयम्भू महापुराणमा चाहिँ छ भने स्वयम्भू पुराणको अनुसार चाहिँ धर्माकर नाम गरेको राजालाई चाहिँ बोधिसत्वचर्या अभ्यास गर्न इच्छा जागेको हुनाले उनी चाहिँ स्वयम्भूको दर्शन गर्न, नैरात्म देवीको दर्शन गर्न र मञ्जुश्रीको दर्शन गर्न मन लाग्यो र उनले त्यही क्रममा चाहिँ अष्टवितरागको पनि दर्शन गरेर महापूजा गरे। त्यो महापूजाको पुण्य बलले चाहिँ उनी धर्माकर राजा भए र उनी चाहिँ प्रख्यात भए पनि भनिएको छ। तर स्वयम्भू महापुराणले चाहिँ मैत्री बोधिसत्वलाई भगवान बुद्धले आज्ञा गर्नुभएको भन्ने कुरा उल्लेख छ। यहाँनिर एउटा महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि चाहिँ यहाँ स्वयम्भू, नैरात्म देवी र मञ्जुश्रीको कुरो छ। अब यहाँ वास्तवमा नेपाल मण्डलको बुद्ध धर्मलाई हेर्ने हो भने स्वयम्भू महाचैत्यलाई चाहिँ बीचमा राखेर अन्य कुराहरूले चाहिँ त्यसको वरिपरि परिक्रमा गर्ने गर्दछ। त्यसमा नैरात्म देवी भन्नाले अहिले हामीले नैरात्म देवी भनेर के बुझ्ने भन्दाखेरि चाहिँ यहाँ चाहिँ गुह्येश्वरी भनेर चाहिँ बुझ्नुपर्ने अवस्था देखिन्छ। र मञ्जुश्रीको दर्शन गर्ने भनेपछि कहाँ भन्दाखेरि चाहिँ स्वयम्भू डाँडाको अलिक पर्तिरपट्टिको अर्को डाँडामा चाहिँ मञ्जुश्रीको दर्शन गर्ने भन्ने बुझ्नु पर्दछ भन्ने चाहिँ मलाई लाग्दछ। त्यस अर्थमा चाहिँ यहाँनिर नैरात्म देवी, स्वयम्भू र मञ्जुश्रीको चाहिँ बहुतै महत्त्वपूर्ण स्थान छ यो नेपाल मण्डलमा भन्ने कुरा यसले बोध गराउँछ। अब कुम्भ वितरागको बारेमा अथवा कुम्भ वैतरागको बारेमा, कुम्भेश्वर वैतरागको बारेमा स्वयम्भू महापुराणमा चाहिँ के त्यस्तो महात्म्य छ त, के त्यस्तो कथा छ त भन्दाखेरि चाहिँ एउटा त्यहाँ कथा उल्लेख गरिएको छ। त्यसमा के भनेको छ भने उहिले परापूर्व कालमा चाहिँ मञ्जुपतन भन्ने नगरमा चाहिँ एउटा सर्वपाल नाम गरेको एकजना वैद्य थियो। ऊ चाहिँ हरेक कुरामा निपुण थियो। उसलाई चाहिँ औषधि उपचार गर्नु, तन्त्र मन्त्र गर्नु आदि सबै कुरो चाहिँ उसलाई आउँथ्यो र निपुण भएको कारणले उसले के भयो भन्दाखेरि निपुण त थियो तर उसलाई चाहिँ के भयो भन्दाखेरि लोभको कारणले गर्दाखेरि निको पार्नुपर्ने मान्छेलाई पनि निको नपार्दिने अथवा फेरि आउने खालको चाहिँ उसले वातावरण सिर्जना गर्ने, कोही मान्छे उसँग रिस उठ्यो भनेदेखि त्यसलाई चाहिँ औषधिको ठाउँमा विष खुवाएर मारिदिने आदि इत्यादि र जसो गर्दा चाहिँ उसले पैसा धेरै कमाउन सक्छ त्यो प्रति चाहिँ उसले के गर्न थाल्यो भनेदेखि त्यस्तो कामहरू गर्न थाल्यो। यो काम गर्दै जाँदाखेरि चाहिँ मान्छेहरूले अब के भयो भने यो कुरा पत्ता लगायो अथवा उनीहरूलाई थाहा भयो कि यसले चाहिँ पैसा दियो भने चाहिँ राम्रो काम गर्छ, पैसामा गडबडी गर्यो अथवा केही भयो भनेदेखि अथवा यसको गयो भनेदेखि फेरि अर्को झाझुस लगाइदिने मन्त्र सन्त्र मारण बस भनौँ न
मोहन, उच्चाटन, वशम आदि सबै कुराको चाहिँ उसलाई ज्ञान भएको हुनाले उसले सकारात्मक भन्दा पनि नकारात्मक कामहरू चाहिँ उसले बढी गर्न थाल्यो। यो कुरा एक कान दुई कान मैदान भएर चाहिँ के हो भन्दाखेरि राजाले पनि थाहा पायो। राजाले थाहा पाएपछि चाहिँ अब त्यो राजाले थाहा पाएपछि राजाले अब दण्डित गर्ने कुरा आयो। दण्डित गर्ने कुरो थाहा पाइसकेपछि उसले आफ्नो श्री सम्पत्ति सबै त्यहीँ छोडिराखेर एउटै मात्रै उसँग चिज के बोकेर गएछ भन्दाखेरि ऊ चाहिँ आफूसँग भएको एउटा धनवन्तरी कलश, एउटा कलश बोकेर चाहिँ ऊ त्यहाँबाट भागेर गएछ। भागेर जाँदा 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 चाहिँ बागमती नदीको किनारमा पुगेछ र त्यो नदी किनारमा रहेको एउटा गुफामा चाहिँ ऊ लुकेर बसेछ। ऊ लुकेर बस्यो, मनमा पश्चाताप पनि भयो। मनमा पश्चाताप भइसकेपछि अब के गर्ने त भन्दाखेरि अब केही उपाय छैन। अब म चाहिँ के गर्नु पर्यो भन्दाखेरि त्रिरत्नको शरणमा जान्छु भनेर त्रिरत्नको शरणमा गएर आफूसँग लगेर गएको त्यो धनवन्तरीको कलश राखेर चाहिँ उसले वज्रपाणीको आराधना स्तोत्रहरू चाहिँ के गर्न थालेछ भनेदेखि उसले पढ्न थालेछ। अर्थात् वज्रपाणी बोधिसत्वको चाहिँ आराधना गर्न थालेछ। यसरी आराधना गर्दै 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 जाँदा त्यो चाहिँ 12 वर्ष पुगेछ। 12 वर्ष भइसकेपछि चाहिँ त्यो 12 वर्षको समय अवधि समाप्त भइसकेपछि यो कुरा चाहिँ सुखावती भवनमा विराजमान हुनुभएका करुणामय आर्य अवलोकितेश्वरले चाहिँ बोध भएछ। यो बोध भइसकेपछि ओहो यत्रो समयसम्म यसले चाहिँ ध्यान गरेर बस्यो, त्यो पनि वज्रपाणीको भनौँ उपासना आराधना गरेर बस्यो। त्यसकारण अब यो वैद्यको उद्धार गर्नु पर्यो भनेर चाहिँ आर्य अवलोकितेश्वरले वज्रपाणी बोधिसत्वलाई चाहिँ आज्ञा गर्नुभएछ कि हेर वज्रपाणी, त्यहाँ नेपाल मण्डलको बागमतीको किनारमा चाहिँ एकजना वैद्यले नराम्रो काम गरेको हुनाले उसले चाहिँ अब भागेर गएर चाहिँ तिम्रो आराधना गरेर चाहिँ 12 वर्षसम्म बसिसक्यो। अब त्यसको उद्धार गरेर आउनु है, सर्वपाल वैद्य को उद्धार गर्नु भनेपछि उहाँ चाहिँ के गर्नुभएछ भने त्यो जुन उसले कलश धन्वन्तरीको कलश छ त्यो कलशभित्र चाहिँ अनि त्यो आज्ञा पाएपछि वज्रपाणी बोधिसत्व चाहिँ त्यो कलशभित्र प्रवेश गर्नुभएछ। प्रवेश गरिसकेपछि त्यो प्रवेश गर्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ बिस्तारै अब त्यो कलशमा प्रवेश गर्दाखेरि त्यहाँबाट पानी बाहिर निस्क्यो। पानी बाहिर निस्किँदै जाँदाखेरि चाहिँ त्यो कलश चाहिँ फुटेछ। अब फुटिसकेपछि त्यहाँबाट चाहिँ उहाँ चाहिँ त्यो सर्वपाल वैद्यको अगाडि चाहिँ प्रकट हुनुभएछ र उहाँले दर्शन दिनुभएछ। र वज्रपाणी बोधिसत्वले चाहिँ जुन सर्वपाल वैद्यलाई ल तिमीले यतिसम्म गर्यौ, ठिक छ, अब तिमी उद्धार भएर जानेछौ भनेर चाहिँ उहाँले चाहिँ के गर्नुभएछ भने वरदान पनि दिनुभएछ र उसले पनि एकदमै एकचित्त रूपमा चाहिँ वज्रपाणी को चाहिँ उसले आराधना गरेर बसेछ। र वज्रपाणीले के भन्नुभएछ भने यो कुम्भ फुटेको हुनाले यसको नाम चाहिँ कुम्भ तीर्थ भयो र जो मान्छेले यो तीर्थमा आएर 1 कोटी अर्थात् 1 करोड जप गर्छ, जुन मन्त्र जप गर्छ त्यो मन्त्र चाहिँ सिद्ध हुन्छ भनेर उहाँले चाहिँ भन्नुभएछ। र त्यहाँको एउटा शिलामा चाहिँ तेज प्रकाश गरेर चाहिँ त्यहाँबाट अन्तर्ध्यान हुनुभएछ। अर्थात् वज्रपाणीको बास भएको स्थान भनेको चाहिँ कुन भयो त भन्दाखेरि यो कुम्भेश्वर भएछ। त्यसपछि कुम्भेश्वर वैतराग बन्यो भनेर चाहिँ उल्लेख गरिएको छ। अब यहाँ कुम्भबाट निस्किएको वज्रपाणी बोधिसत्व चाहिँ कुम्भबाट अथवा कलशबाट अथवा घैँटोबाट निस्केको हुनाले यसलाई कुम्भेश्वर भनिएको भन्ने छ है। कुम्भ भनेको घैँटो, कुम्भबाट
उत्पन्न हुनु भएको हुनाले चाहिँ यसलाई चाहिँ कुम्भेश्वर भनिएको छ। अब यहाँनिर अर्को एउटा मैले अलिकति कुरा जोड्न खोजेँ। वास्तवमा अहिले जुन कुम्भेश्वर भनिएको छ, अहिले बङ्गलामुखीको छेउमा रहेको 5 तले प्राचीन एउटा जुन मन्दिर छ त्यो नै कुम्भेश्वर हो। र त्यो कुम्भेश्वरमा चाहिँ त्यहाँ वज्रपाणीको स्थान छ भनेर भनिन्छ। त्यहाँ वज्रपाणी पनि छ। र विशेषतः वज्रपाणी भइराख्दाखेरि एउटा महत्त्वपूर्ण कुरो के छ भन्दाखेरि त्रिकुलनाथहरू बौद्ध जनले मान्ने गरेको त्रिकुलनाथमा एउटा अवलोकितेश्वर, एउटा मञ्जुश्री र अर्को चाहिँ वज्रपाणी हो। र त्रिकुलनाथमा अवलोकितेश्वर भनेको के हो त भन्दाखेरि चाहिँ करुणाको अथवा कम्प्यासनको एउटा प्रतिमूर्ति हो भनेदेखि मञ्जुश्री चाहिँ ज्ञानको प्रतिमूर्ति हो। त्यस्तै गरेर वज्रपाणी चाहिँ के को प्रतिमूर्ति भन्दाखेरि चाहिँ उहाँ चाहिँ शक्तिको प्रतिमूर्ति। करुणा, ज्ञान र शक्ति, त्यही शक्तिको प्रतिमूर्ति उत्पन्न भएको स्थल कलशबाट उत्पन्न भएको अथवा कुम्भबाट उत्पन्न भएको हुनाले त्यसलाई चाहिँ कुम्भेश्वर भनिएको हो भन्ने कुरा पनि छ। अर्को पाटो एउटा छ। त्यो अर्को पाटो मैले यसमा लेखेको चाहिँ छैन, तर अलिकति जानकारीको लागि दिउँ। के भन्ने गरिएको छ भने कुम्भेश्वरमा चाहिँ अगस्त्य मुनिको मूर्ति पनि छ। र त्यो अगस्त्य मुनि चाहिँ कुम्भेश्वर, अब अगस्त्य मुनि चाहिँ धेरैवटा मानिसहरूको त्यो थरहरू मध्येका केही मानिसहरूको चाहिँ उनीहरूको गोत्रको कुल अथवा कुल देवता पनि मान्ने गरेको हुनाले त्यो कुम्भेश्वरलाई अन्यले पनि मानेको देखिन्छ। अब योभन्दा अन्य चर्चा गर्नु पर्दाखेरि स्वयम्भू महापुराणमा के भनेको छ भने घट्ट स्फोटक अथवा घैँटो फुटेर हैन प्रभावत्यम त्यसको प्रभाव देखिने कुम्भेश्वर सङ्गमे, कुम्भेश्वरको सङ्गममा कुम्भरध अथवा कुम्भ तीर्थ, कुम्भरध तीर्थ, रध भनेको त पोखरी तलाव है, त्यो पोखरी तीर्थ बनेको हो भनेर चाहिँ भनिएको छ। अब यहाँनिर बोधिसत्व को त भन्दाखेरि वज्रपाणी, तीर्थ कुन हो त भन्दा कुम्भरध तीर्थ। अब यहाँनिर कुम्भरध तीर्थ भइसकेपछि चाहिँ त्यहाँनिर विशेषतः एउटा त्यहाँ के छ भने सानो एउटा जलको भनौँ न मूल छ। त्यो मूललाई चाहिँ मानिसहरूले के भन्ने गर्छन् भन्दाखेरि चाहिँ यो चाहिँ गोसाइँकुण्डबाट आएको जल हो, त्यसकारण यो जल र गोसाइँकुण्डको जल एउटै हो भनेर मान्ने। नेवार अथवा नेवाहरूमा चाहिँ त्यो सिलु तीर्थ भनेर भन्छ, सिलु है, सिलु भनेर भन्ने गरेको छ। त्यो सिलु तीर्थ र त्यो जल र त्यसको जल चाहिँ एउटै हो र त्यसको मुख्य स्रोत भनेको सिलु तीर्थ हो अथवा गोसाइँकुण्ड हो भन्ने गरेको पनि पाइन्छ। र यसको दान दिँदाखेरि चाहिँ यहाँ गएर दान दिँदा के दिने भन्दाखेरि कलश दान दिँदा सबैभन्दा राम्रो हुने। र मेला कहिले लाग्छ भन्दा साउन शुक्ल पूर्णिमा अथवा जनै पूर्णिमाको दिनमा त्यहाँनिर हामीले गएर हेऱ्यौँ भने जनै पूर्णिमाको दिनमा चाहिँ धामी झाँक्रीहरू लगायत चाहिँ धेरै मानिसहरू त्यो दिन त अब जनै बान्ने मानिसहरू अथवा चाहिँ हातमा डोरो बान्ने त्यतिखेर येनवद् बलिराजा दानविन्द्रो महाबल तेनुत्तम प्रतिबन्धामि रक्षमाचल माचल भन्दै विभिन्न धेरैजना मानिसहरू चाहिँ त्यहाँ चाहिँ डोरो बान्ने गरेको पनि देखिन्छ। र त्यो दिनमा चाहिँ त्यहाँनिर अर्को के छ भने हाम्रो नेवार संस्कृति अन्तर्गत त्यहाँ चाहिँ विभिन्न प्रकारका बाजाहरू बजाएर आफ्नो कला प्रदर्शन गर्ने पनि गरिन्छ भने विभिन्न ठाउँबाट
धामी झाँक्रीहरू पनि त्यहाँ स्नानको लागि आउने गर्दछन् भनेदेखि त्यो दिनमा चाहिँ त्यो जुन श्रावण शुक्ल पूर्णिमाको दिन छ अथवा जनै पूर्णिमाको दिनमा चाहिँ त्यहाँ रहेको कुम्बेश्वर महादेवको जुन मूर्तिलाई चाहिँ त्यहाँ पोखरी बनाइन्छ, पोखरीको बीचमा लगेर चाहिँ स्थापना पनि गर्ने चलन छ र त्यहाँ दर्शनार्थ धेरै मान्छेहरू आउने गर्दछन्। र यहाँ स्नान गर्दाखेरि जपा पुष्पले चाहिँ स्नान गर्नुपर्छ र त्यहाँको नाग चाहिँ अशोत्तर नाग हो भनेर भनिएको छ। यो चाहिँ अहिले बङ्गलामुखी को नजिकमा रहेको र बङ्गलामुखीको छेउमा चाहिँ उन्मत्त भएर पनि छ। यो ठाउँमा चाहिँ वास्तवमा यो ठाउँ चाहिँ के हो त भन्दाखेरि वज्रपाणी बोधिसत्वको चाहिँ वास भएको ठाउँ हो भनेर चाहिँ भन्ने गरिन्छ। मैले यो कुम्भ वितरागको बारेमा यति भने, फेरि हामी अर्को वितराग लिएर म उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। भवतु सर्वमङ्गलम्।